कोरियाबाट म लाखौँको जागिर छोडेर चाहिँ आफ्नो देशको लागि केही गर्नुपर्छ, मेरो पुस्ताको लागि केही गर्नुपर्छ, यो देशको परिवर्तनको खातिर यो रगत खेर जान दिनुहुन्न भनेर म दक्षिण कोरिया नेपाल आएको व्यक्ति हो। तर परिवर्तन भएन, आउनु मात्रै भयो तपाईँ। पानी ल्याउने भयो जसरी जेनजी विद्रोहको जगमा चाहिँ हामीले त त्यहीँको सरकारलाई ढालेर चाहिँ हामीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनायौँ। अवकाश प्राप्त एउटा न्यायाधीशलाई घरमा बसेर हुन्छ नि त्यो भजन कीर्तन गर्ने एउटा उहाँलाई हामीले चाहिँ एउटा अनुभव केही गर्न सक्नुहुन्छ भनेरलाई उहाँले प्रधानमन्त्री बनायौँ। तर उहाँले केही पनि गर्न सक्नु भएन र देशमा गर्नुभयो त हिजो देख्नु भएन तिनजनासँग बसेर चिया परिवर्तन भनेको त्यही पुराना पार्टीलाई ल्याउने, पुराना नेतालाई ल्याउने, त्यही ओली देउबा शेरबहादुर देउबालाई फर्केर ल्याउने उहाँले जुन रणनीति गर्नुभयो, प्रवृत्ति जुन रच्नुभयो देशका विरुद्धमा यो सरकारको औचित्य वैधानिकता नैतिकता सबै सकिसकेको छ। जेनजीका मागहरू कुनै पनि पुरा भएका छैनन्। हामी युवाहरू जेनजीहरू एकजुट ढङ्गले एकताबद्ध ढङ्गले यो सरकारको रवैयाका परिवृत्तिका विरुद्ध अब यो सरकारले राजीनामा दिनुपर्छ। जेनजीहरू आफै अग्रसर भएर चाहिँ अगाडि बढ्न तयार छन्। हामी सरकारको नेतृत्व लिन तयार छौँ। जेनजीको रगतले जेनजीको देश चलाउने यो माइतीहरूलाई बोलाएर सक्नुहुँदैन नि त देश चलाउन। हामीले यो देशको माटो बुझेका छौँ, यो देश बुझेका छौँ, राजनीति बुझेका छौँ, यो देशको राज्य संयन्त्र बुझेका छौँ, राज्य संरचना बुझेका छौँ। हामीले पनि पढेका छौँ, हामीले पनि राज्य अध्ययन गरेका छौँ। आजका युवाहरू सडकमा आएर यहाँ जिन्दाबाद मुर्दाबादमा त लगिनेहरूले केही राजनीति बुझेका छैनन्, नीति बुझेका छैनन्, भू राजनीति बुझेका छैनन् भन्ने जुन खालको भाष्य निर्माण गलत हो होइन। हामी प्रधानमन्त्री बन्न तयार छौँ, मन्त्री बन्न तयार छौँ। जेनजी आन्दोलनको म्यान्डेट, जेनजी आन्दोलन यो विद्रोहको भाव बनेको चुनाव होइन। कतिचोटि हामीले भन्नुपर्छ चुनाव होइन। हाम्रा दाजुभाइले चुनावका लागि गोली खाएका होइनन्। यी भ्रष्टहरू जो छन् नि यति अम्नी भुटानी शरणार्थी काण्ड होइन, यी जति पनि छन् यी काण्डका फाइल खोलिनु पर्यो। आज भ्रष्टहरू खुल्ल्याम हिँडिरहेका छन्। आज भ्रष्टहरू हाम्रा दाइभाइलाई गोली हान्नेहरू आदेश दिनेहरू खुल्ल्याम हिँडिरहे। खै यिनीहरूलाई पक्रेको, खै सुशीला कार्कीले यिनीहरूलाई गिरफ्तारी गर्न सकेको केका लागि कुर्सीमा बसिराख्ने? तपाईँको छोरालाई, तपाईँको भाइलाई, तपाईँको बहिनीलाई, तपाईँको दिदी बहिनीलाई मन्त्री प्रधानमन्त्री बनाउनका लागि हामीले बलिदान गरेको हो होइन नि त। त्यो भए हुनाले चाहिँ हाम्रो माग स्पष्ट छ। सुशीला कार्कीहरूले आफ्नो औचित्य समाप्त भइसकेको छ। पुराना पार्टी राजनीति दललाई ल्याउने उहाँहरूको रणनीति छ। हामी मान्दैनौँ। जेनजीहरू एकताबद्ध ढङ्गले छन्। हामी यो सरकारलाई सारेरै छाड्छौँ। वास्तविक जेनजीको सरकार, वास्तविक देशको सरकार, वास्तविक जनताको सरकार। यो तपाईँले बनाएको सरकार त हो नि होइन र? होइन, हामीले बनाएको सरकार कसरी भन्नुभयो तपाईँ? हामीले बनाएको सरकार भएको भए आज केपी ओली, रमेश लेखकहरू, सिडिओहरू आज जेलमा हुन्थे। खै हामीले बनाएको सरकार हो। सियो दल चलाउने, सांसद चलाउनु त परिरहेको छ नि त। हाम्रा साथीभाइ जसले देशका लागि लडे ती साथीभाइहरू आज हेर्नु त मुद्दा चलाएको छ। यहाँ नजिक के षड्यन्त्र गर्ने मुद्दा फिर्ता लिने अरे? बाबा मुद्दा फिर्ता होइन, खारेज हुनुपर्छ। मुद्दा फिर्ता भयो भने त भोलि अर्को सरकार चलाइहाल्छ नि मुद्दा। के हामीले कानुन बुझेका छैनौँ? के हामीले संविधान पढेका छैनौँ? अलि लालाबाला हुनुहुन्छ होला नि तपाईँहरू। होइन, बिपी कोइरालाको पार्टी, मदन भण्डारीको पार्टी छ नि त यसमा। हामी उमेरले सानो हौला, हामीले संविधान पढेका छौँ, यो देशको माटो बुझेका छौँ, कानुन बुझेका छौँ, राज्य संयन्त्र पढेका छौँ, भू राजनीति बुझेका छौँ, डिप्लोमेसी पढेका छौँ। हामीलाई कमजोर नठानियोस्। हामी जसरी गोली खान तयार भयौँ अझै पनि खान तयार छौँ।